नमस्कार दर्शकबिनीहरू सम्पूर्णलाई काठमाडौँकै बीच सडकमा घट्यो डरलाग्दो र दुःखलाग्दो घटना। एकजना व्यक्तिले कारबाट ओर्लेर बाटोमै पैदल यात्रा गरिरहेका एकजना वृद्ध मानिसलाई लगाए झापु। साँच्चै नै दर्शकबिनीहरू सम्पूर्णलाई फेरि पनि हाम्रो च्यानल उमेश ब्लग स्टार 1 मा स्वागत छ र यो डरलाग्दो घटनाको विषयमा आजको केही छोटकरी अनि केही विशेषता कुराकानीहरू यहाँहरू सम्पूर्णले हेरिरहनु भएको छ भने यहाँहरूलाई कस्तो लाग्छ कमेन्टमा जनाउनु होला र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै यहाँहरू सम्पूर्णको यो भिडियो हरेक ठाउँमा पुर्याउनको लागि सेयर गरिदिनु होला भन्न चाहन्छु। र मैले हरेक किसिमको भिडियोहरू बनाउने क्रममा आज पनि डरलाग्दो र दुःखलाग्दो घटनाको विषयमा केही विशेषता छोटकरीमा छोटो भिडियो तपाईँहरूको माझमा प्रस्तुत गरेको छु। र साँच्चै नै दर्शकबिन जति पनि मानिसहरूसँग पैसा धन सम्पत्ति जति भए पनि तर यस्तो खालको मानवीय व्यवहार गर्नेलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै आजको यो भिडियो यहाँहरूको माझमा प्रस्तुत गरेको छु। किनभने एउटा बाटोमा